चाहिँ हाम्रो घरमा होइन आर्मीको लागि ट्रेनिङ गर्दै हुनुहुन्छ बाबाले ट्रेनिङ गराउँदै हुनुहुन्छ हेर्नु ल 3 2 1 स्टार्ट अहिले पोजिसन देखाइदिनु होइन हाम्रो मम्मीको एक्सर्साइज बाबाले गराउँदै हुन्छ क्या यहाँबाट छ हौ उमाले आयो भने 3 4 उमाले सक्यो यहाँ खुट्टा राख यहाँ खुट्टा राख्ने यो घुम्न यो ढाड हात दुगा यस्तो यो सिधा हुनु पर्यो यो सिधा देखो कता हात हुँदो रहेछ आफ्नो जीवन त्यही यस्तो छ यहाँ गान्छी मम्मी मम्मी ले आउनु त मम्मी के एक्सरसाइज मम्मी मम्मी खुट्टा सिधा यता यता बस्नु न त्यसरी बस्नु न भनेको सिधा 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 अब हात सुनाउ तल टाउको पछाडि खुट्टा ठोकिन्छ हाम्रो घरमा चाहिँ यत्तिकै हो साथीहरू होइन यत्तिकै हो एक्सर्साइज चाहिँ अझै हाम्रो एक्सरसाइज अझै अझै 18 राख च्याप यहाँबाट तल गर्न सकिहाल्छ म त पकड्नु पर्यो हो ओले तपाईको भेट्दै थियो भेट थाले नि यिनीहरुको जस्तो म एक हातले गर्छु एक्सरसाइज गर्नुपर्छ उते बसेर यता फर्क होइन बाबाले पुसअप भन्नुहुँदैछ लु लु छिटो ल भाउ त जिन्दाबाद तल अझै तल 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 भाउ त जिन्दाबाद तल अझै अझै तल चिउलोले त आर्मीको बुहारी आर्मी खान जानेहरु के छोड दे अझै त हो यो गाडीको हात तालीमा हात तिम्रो यो टिभी मार्नु नै छ यो पनि बाबा हामी सकिन्छ यहाँबाट पनि सकिन्थ्यो हात दुख्छ बाबा बाबा चाहिँ गरेको बदा मान्छे जग्नु अहिले आर्मीसँग हल्लाइदिनु 5 यता दुख्रो मात्रै 5 त्यो त घाउ छ सर लास्ट शरीर त 25 त म हाल्छु 1 म 10 हाल्न सक्छु ओइ पाछा नै होला दुई मात्रै ल म 10 साथीहरु 10 हाल्न सक्छु ल ल लु सिधा खुट्टा सिधा खुट्टा सिधा यस्तो सिधा 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 लु 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 हातले अगाडि अगाडि भाउजूको त जाँदै जाँदैन त्यही आफ्नो खुट्टा यो बुढालाई यसो छोड्याउने छुने मम्छिलो हो छुँदै राख्ने अझै अझै त भयो नि हिजो अस्ति मेरा चाहिँ सक्छु है उता तालिम लिनु न एकचोटी जिउ यता लडाउ न उता दिदी पनि जाऊ न त्यहाँ तालिम यो भुँडी ख्याप तल पार्यो सक्दिन
यो घुँडी यसको एक्सर्साइज हो त्यो सक्दिनँ। यसको एक्सर्साइज हो यसको जान्नु नजानु यहाँ एक्सर्साइज यो घुँडी चाहिँ यस्तो भित्र लाने ल ल सिधा सिधा खुट्टा 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 सिधा अब बुढामला यो यस्तो फर्काउनु अगाडि यहाँ खुट्टा छुनु अझै यसो लाने छुँदैन उनको त छुन्छ त यसो लाने त्यसलाई मर्काउने मैले आज एउटा लैजाऊ अर्को लैजाऊ यसो यस्तो यो खुट्टालाई चाहिँ फर्काउनु क्या हो मेरो पनि पेट छ त्यसरी मेरो पनि पेट छ होइन यसो यसलाई यो यसो यसो लाने यसो त कहाँ आउँछ त ड्याडी भिडियो यहाँ है ड्याडी उ गर्नु त जाँदैन गर्नु न म गर्छु। हो होइन हो त्यसरी लाने एउटा एउटा लाने छुन्छ नि अझै कान सिधा पनि ए मेरो त आउँछ यस्तो समय कसले दिन्छ एकदम। छुट्टिँदैन हो छुट्टिँदैन आज यस्तो अलिकति हुन्छ चुडिँदैन छुट्टिँदैन क्या आज अलिकति भोलि पनि गर्दा उहाँले आउँछ जस्तो गर्नुपर्छ ज्यान तान्नु चाहिँ पर्छ भुँडी ठेलेर ज्यान अगाडि तान्नु लास्ट टाइम त मेरो बोक्कले झिकाउने गर्नु ल ल हाम्रै 1 चाहिँ 2 3 गो 1 मम्मी पनि आउँदैन त पहिला आउँदैन 3 4 5 कान्छी खोइ ज्यान तालिँदै गएको छ होइन आउँछ किन गर्नु 9 अनि यसलाई जोड्नु सक्छ 12 13 14 उठो परला के त ओरा ल्याइ बल्छी छोड्या अनि यो खुट्टा छ मेरो त हातमै एक भित्र कोही गर्नु मेरो रेडी पनि गइहाल्छ है इ निउरेको काहीँ छ इ के कोही रुममा हेर्नु भिडियो गरिदिनु त म पनि पहिला पनि ढोक्थेँ ढोग्नु पनि सक्छ हो घुँडा ढोक ए घुँडा ढोक घुँडा ढोक न बुढा ल यसरी ढोगिहाल्छु इ ओ शिव बुढा ढोग्नु त सकिहाल्नु बुढा ढोग्नु न मेरो नि यसरी हात गइहाल्छ नि सबैभन्दा मेरो पनि गइहाल्छ नि इ एउटा यता लैजाऊ होइन यता। यता नि पर्दैन यदि मात्रै यसो गर्छौ नि यो छाती गरिन्छ यो एउटा लाने एउटा पछाडि लैजाऊ बिस्तारै यस्तो एउटा आउँछ लौ साथीहरू बाबासँग कसले ट्रेनिङ गर्नुभएको थियो हाम्रो बाबालाई कसले चिन्नुभयो सबैजनाले कमेन्ट गर्नु होला होइन अनि कस्तो हुनुहुन्थ्यो हाम्रो बाबा पनि भनिदिनु होला चिन्नेले ऊ बेला आर्मीमा कस्तो हुनुहुन्थ्यो तालिम सिकाउँदाखेरि भन्नु होला सबैजनाले कतिलाई कुट्नु अझैसम्म सामु हेरेर कुटा त धेरै खायो होला है कुटा त धेरै खायो होला है मान्छे मेरा चेलाहरू अझै मेरो नजर हेरेर यस्तो छन् अझै अस्मिताका आशिकाको निब्बा भएको छन् जप्ने गरे हेर्दै टिभी कडा हुनुहुन्छ साथीहरू बाबा कहाँ गेम फिल्म के गर्नु पर्ने ढेरी बस्नु त गर्नु त बस्नु त यस्तो ठ्याक्क बस्यो केही नचलाऊ म ट्राई गर्छु ल पक्नु है पक्नु म उठ्नु यसले प्रेस दिने हो यी इ पातलमा ओ माय त्यस्तै गर्नु भने तपाईँ तपाईँ गर्नु त ल उठबाट खा ल उमाको बाट धेरै गर्नु त प्रेसिङ यहाँबाट धेरै कसले उठबस गर्न सक्छ बा कान्छी त। उठबस गरेर म पनि उठिहाल्छु। होमवर्क नगरिकन त कहिले त्यसो होमवर्क गरेर जाँदिरहेछस् बानी बगिरहेछस् त यस्तो होइन ए मलाई बुझ्दैछ अनि म ट्राई गर्छु ल भाइ हाम्रो घरमा चाहिँ सधैँ यस्तै हो रमाइलो साथीहरू खाना खाइसकेपछि होइन भिडियो नबनाए पनि एक्सर्साइज गर्नुपर्छ कता भिडियो बनाउनु यसरी बस्नु अनि यसरी जुरुकी भेल्दैछ बस्नु अब चाहिँ भाउजूको ट्रेनिङ पछाडि ल्याउने एउटा हात अगाडि ल्याउने अहिले भने जस्तो अघि भन्दै अहिले भने जस्तो एउटा हात अगाडि ल्याउने एउटा हात एउटा हात पछाडि ल्याउने भाउजूको हेर्नु है जिउनै जाँदैन पछाडि एउटा पछाडि अलिक पर लानु न हात लडाउ न हो त्यस्तो अलि गएर बस्छ जिउ जिउ हातै अगाडि दिने क्या पछाडि दिने हो त्यसरी किनभने तिम्रो बल उचाल्दै जान्छ यता ए हुँदैन एक दुई दिन हुन्छ पठाउनु पर्दैन ए यस्तो नट हो अब अर्को हात पनि गर्ने एउटा मात्रै भोलि सर्पै गर्छ तिमीले दुईटा हात गर नि यस्तो एउटा मात्रै चन्काएको छ क्या गर्नु अब उता लगिहाल्ने एउटा हात ल्याउने पढाउनु त्यसलाई पनि हुँदैन थाहा छैन हामीलाई नि हामीलाई चाहिँ पछाडि जाने यो आउँदैन त्यस्तो मेरो गुट्टै भाजी दिनु एक्सर्साइज गर्दैन यो त म त घरमा मलाई खुट्टा हटाउनु लु म पनि यत्तिकै बसिदिन्छु यसरी नि थुप्रो उता ए ए उता यहाँदेखि उता यो नसालेको त्यति भयो यसलाई गर्नुपर्छ यस्तो प्रेसर हो पेटको
मनी गर्छु खोइ पकाड्नु साथीहरू किन बाजे उचाल्नु न यहाँनिर एक्सर्साइज लु गर्नुहोस् त त्यो हात मेरो अनुहार देखाएर त कहाँ भयो त लु तपाईकै एक्सरसाइज देखाउँ न त जति सक्दो गर्नु हातले ज्यान उचाल बाफरे तपाईँ घट्नुहुन्छ हातलाई ज्यान उछाल्ने अरे छिटो उठौँ कस्तो हो ड्याडी कतै मेरो दाइ भिडियो गर्नु त साथीहरू उताको गरेर गर्नु त्यसले के गर्छ त्यो ढाडाको कस्तो अरे? यसलाई गर्नुपर्ने अरे? यस्तो गरेर जिउलाई उचाल ए त्यो त सकिहाल्छ नि तल पुग्जुत्ताले मात्रै गर्ने हो त्यसरी डर तालिम भएन रहेछ रामास्काजी चाहिँ हिमालय छुनुहुन्छ यसरी गर्दै तलै सकिहाल्छ कस्तो चाहिँ गर्नुपर्ने सबैको जिउ अलि तन्क्यो होला जता गर्यो त्यतै जान्छ त्यो त हाटेको छ त अनि श्रद्धा दिदी अलिक जोडले खै जोडले लु लु कसो गरिन्छ अरे मम्मी किन पोको पर्ने यो सिधा ड्याडी मेरो भाइ तपाईले त नबाट बसेको त हाम्रो आस्काजी यो भित्र लाग्छ अब त गलेमा अब बिस्तारै अनि एकछिन बक्नु गर्नु हो त नि हैन साथीहरू हाम्रो मम्मी चाहिँ हेर्नु है मम्मीको कडा मम्मी घट्नु भएको छैन त्यही भएर घट्ने प्रयास गर्दै हाम्रो घरमा चाहिँ आर्मीको ट्रेनिङ चल्दैछ सबैजना आर्मीमा जाँदा यो गर तिम्रो ढाड दुखेको सस्तो किनेको हुँदैन साच्चै ऊ आमा त ऊ सुत्दै म बस्छ त म खाली यसै गर्छु मेरो त खुट्टै गुड्किँदैन रातभरि सपनामा पनि गर्नु होला नि मेरो तपाईँ चाहिँ म त्यसो जति गर्नु सक्छु लु गर्नु त मम्मी स्टार्ट अन्त यो ठाउँमा गर ढाड लु दुखेको आमाको ट्रेनिङ अब स्टार्ट अलि दिनपछि म फुर्लुङ खेलाउनु के भन्नु लु 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 आमा त पुरै गुड्की नै हो कति गर्नु भन्छ आर्मीले सबैभन्दा धेरै गरम गर्ने गरम छाडी छ लडे तिमी यो नि एकदिन गाडीमा त दिनभरि बस्छ त्यो चोरी वरिपरि हान्छन् पुरै गरेको काची गर यसरी हो यसो कान्छी आउ लडेपछि उठ्नु हो सजिलो हो ल म नि गर्छु एकपल्ट लु आफै पछाडि पछाडि जिउ आफै आउँछ सजिलो छ तर साथीहरू मलाई गर्न त अर्थै नि भिडियो बनाउनु पर्छ म आउँछु नि त गरिदिन्छु म अर्दिन्छु हौ पहिला घरमा चाहिँ खाना खाएपछि यस्तो कि होइन नि त छोडी यसै बुहारी लडीको घरमा म पनि सक्छु बुहारीमा फुटबल जस्तो भइसक्यो जस्तो तिमी प्लेस गर्दा जान्छौ नि त्यही प्लेसमा आउनु पर्छ हो त्यसरी हो हो जाने हो त्यसरी झाडु पनि हुन्छ त्यसको दुईटा खुट्टा पकड्ने होइन जाने ल्याउने हो क्या तिमी यी यसो गर्नु त म तपाईको डायलग देखेँ पुरै नि त मेरो हुन्छ हुन्छ तँ अहिले भयो त अगाडि त पल्टाउँछु नि अगाडि बढाउँदैन अनि छोडी फर्किहाल्नु ओले फर्किहाल्नु भयो 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 भएन भिडियो चाहिँ साह्रै सोलिड भएछ है मन गर्छ है ल मम्मी गए बुहारी सासको भिडियो एकदम कसले धेरै गर्ने भएको छ नि यहाँ लालिम चाहिँ ठोक्यो कमान्ड 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 मेरी बुढीले जित्ने रहेछ दार्जिलिङ हुन्छ कसो गर्दा लाग्छ है मामालाई यो चाहिँ सक्दिनँ उमारमा कसले धेरै गर्ने ल तपाईँ पनि आउनु कान्छो अलिक पछाडि पछाडि स्यास्या हुँदैन हो नि त अलिक पछाडि पछाडि नाका खाल्ने नै हो कसले धेरै गर्ने है त गर्नु है कान्छे धेरै गर्छ कान्छे गर्छ कान्छे खुट्टा सर्द तलको तन्डाल गर न बनाइ आफै आफू कति
छिटछिटो आइज गुरुवाला आइहाल्नु ए म तेरो खुट्टा किन त्यसो गरेको एकदम बाजीमा छ कसले धेरै गर्ने भने होलीको भला बिचरा कान्छी दिदीको घरमा आएर यस्तो सजाएर खाइरहेको भने कहाँबाट हुन्छ कान्छी तिमीलाई कसले यस्तो सजाएको हो नि आज कान्छी तालीमा पर्यो आउँछिन् के गर हात त कनाउने होइन हाँस्ने होइन दाहिना हात फिजाउने दाहिना हात चेन्ज खुट्टा चेन्ज गरेको भनेको होइन हात चेन्ज खुट्टुमा दुइटै हातले उठाउने नछोडी थपक्क बस्ने नछोडिकन खुट्टा नछोडी बस्ने खुट्टा नछोडी होइन उठेर बस्दा लु छिटो पनि ल अब कस्तो अरे ड्याडी भन्नु त एकचोटि फेरि हात ब्याङ्गा छोड्यो भने खुट्टा भने भाँचिन्छ यो हो नि यो होइन हात नछोडी खुट्टा तल भनेको छु अनि यो रबडी बनाएको हुन्छ हामीले भयो ए हुन्छ यहाँ ब्लगबाट दिनु त खुट्टा छोडिदिएर यिनीहरू पुग्यो भने दौडेर पुग्छ यता त खुट्टा भाँचिन्छ त्यसरी च्यापिँदै होइन साथीहरू हाम्रोमा चाहिँ ट्रेनिङ सकेको छैन होइन साथीहरू अब जसलाई आर्मी भिड्न मन लाग्छ हामीलाई चिन्नु भएको छ भने हाम्रोमा आउन सक्नुहुन्छ हाम्रो बाबाले तपाईँहरूलाई ट्रेनिङ दिनुहुन्छ तर अलिक मजबुत भएर आउनु होला बाबा एकदम कडा हुनुहुन्छ बसिराख्ने धेरै बेर हामी चाहिँ नसकेर बस्यौँ अब होइन मम्मी नसकेर बस्यौँ हामी अब यो फुलहरू चाहिँ साथीहरू मैले रोपेको हेर्न सक्नुहुन्छ यो चाहिँ मनाटो एकदम चम्कार कसले हामीलाई दिन चाहनुहुन्छ भने पनि कसैले हामीलाई फुल दिन चाहनुहुन्छ भने पनि कन्ट्याक्ट गर्नु होला हाम्रो ठुलो त म जहाँ भए पनि म लिन आइपुग्छु फुल चाहिँ आमा नाचिसक्नु दिनुहुन्छ भने फुल क्या अब भाउजूले कति फुल्यो भने बाबा त गरी उफ्रिनु नहलिकन एउटै छु त्यसले एउटै ठाउँमा क्या नाच्ने हो एकै ठाउँमा बाबुले कलेज ट्रेनिङ दिलाएर त भइसक्यो हातको एक्सर्साइज हान्न हुँदैन टोपी लगाएको छैन भने कहिले सलाम जाँदैन त्यो हो र अब यहाँ गयो भने ए टोपी छैन भने यो आयो यो टोपी आएन किनभने यहाँभन्दा यहाँ सिटको अगाडि यताबाट अनि के गर्ने सिधा हिँड्नु अब उता जानु उता गर सलाम चाहिँ नगर्नु सिकाउनु सलाम टोपी छैन यहाँबाट आउने सरी जस्तो मात्रै गर्ने हो क्या ए ड्याडी यता होइन हात
यस्तो गरेपछि अब यो हुन्छ होइन यहाँ छिट्टो किन उहाँ लगिदिएछु ओइ ल म गर्छु है त। पर्दैन म यहाँ म आए डाँडा यो भनेको मरिला भनेको आमी भिन्न नै हो म गर्छु ल। भयो यस्तो गरेर आइता गर्नु जस्तो यहाँ हेर्न नि अरे श्रद्धा म गर्छु। आयो खुट्टा बिसाइसकेपछि मात्रै हो अब हाम्रो घरमा चाहिँ ट्रेनिङ भएको सबैजना देखेर हाम्रो भाइ पनि आउनुभयो ल म आए अब। ताली बनाउने सबैजना स्टाइल रातिको 10 बजेर 10 मिनट गएको छ उहाँलाई चाहिँ फुलको टेन्सन छ हामीसँग हुँदैन अलिकति छ भने हुन्छ के गर्नु